पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर 9 भुताहामा रहेको इन्द्रेणी सामाजिक विकास मञ्चद्वारा सञ्चालित आइआरसिएच इन्टिग्रेट रुरल कम्युनिटी हेल्थ परियोजना सन् 2019 देखि 2025 सम्म नवलपरासी पश्चिमको प्रतापपुर र पालीनन्दन गाउँपालिकामा सञ्चालन भएको 6 वर्षे स्वास्थ्य परियोजना हो। यो अस्ट्रेलियन गभर्नमेन्टको एएनसीपी कार्यक्रम अन्तर्गत ट्रान्सफर्म एड इन्टरनेसनल अस्ट्रेलियनको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो। इन्द्रेणी सामाजिक विकास मञ्चले आफ्नो स्थापना कालदेखि नै नवलपरासी जिल्लामा रहेका पालीनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिकामा कार्यान्वयन गरिरहेका छौँ। विशेष गरी यसका लागि विभिन्न तालिमहरू दिने कामहरू हामीले यो 6 वर्षको अवधिमा गरेका छौँ। पछिल्लो समयमा हामीले पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्नको लागि विभिन्न चरणमा काम गरेका छौँ। स्थानीय तहसित समन्वयमा हामीले प्रतापपुर गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका चाहिँ घोषणा गर्न सफल भएका छौँ। सामुदायिक स्वास्थ्य परियोजना नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका र पालीनन्दन गाउँपालिकामा इन्द्रेणी सामाजिक विकास मञ्च र युनाइटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित परियोजना हो। यो सन् 2019 देखि 2025 जुनसम्ममा परियोजना सञ्चालित रहेको छ। परियोजनाले महिला, किशोर किशोरी, आमा समूह, महिला स्वयंसेविका, स्वास्थ्य कर्मीहरू लगायतलाई लक्षित गरी सञ्चालन गरेको परियोजना हो। परियोजनाले महिलाहरू, बालबालिका, किशोरी तथा युवा, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूह, पियर एजुकेटर, पुरुष साझेदार, धार्मिक अगुवा र परम्परागत उपचारकर्ता लगायतलाई लक्षित गरी काम गरेको छ। साथै स्वास्थ्य संस्था व्यवस्थापन समिति, वडा स्तरीय सरसफाई समिति, शिक्षक र विपद व्यवस्थापन समिति जस्ता स्थानीय संरचनासँग समेत सहकार्य गरेको छ। परियोजनाको उद्देश्य सीमान्तकृत समुदायमा बसोबास गर्ने महिलाहरू, किशोरीहरू र बालबालिकाको सामाजिक, शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्दै जीवनको समग्रतर्फ योगदान गर्नु हो। परियोजनाले मातृ तथा बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य, परिवार योजना, सरसफाई, किशोर यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, हानिकारक परम्परागत अभ्यासको अन्त्य, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र स्वास्थ्य सुशासनका क्षेत्रमा हस्तक्षेपहरू कार्यान्वयन गरेको छ। परियोजना सुरु भएको केही महिनामै कोभिड-19 को प्रभाव परेको थियो, जसका कारण 1 वर्षसम्म नियमित सामुदायिक कार्यक्रमहरू रोकिए र प्राथमिकता कोभिड प्रतिकारमा दिइयो। त्यसपछि परियोजनाको कार्ययोजना परिमार्जन गरी अनुकूलन गरिएको थियो। परियोजनाले आपूर्ति र माग दुवै पक्षमा समान रूपमा काम गरेको छ। आपूर्ति पक्षमा स्वास्थ्य संस्थाहरूमा आवश्यक उपकरण, सामग्री, क्लिनिकल र व्यवस्थापन तालिम प्रदान गरिएको छ भने माग पक्षमा समुदायमा स्वास्थ्य सेवा उपयोग प्रवर्धन गर्ने चेतनामूलक कार्यक्रम, समूह परिचालन र व्यवहार परिवर्तन गतिविधिहरू सञ्चालन गरिएको छ। हामीले चाहिँ इन्द्रेणी सामाजिक विकास मञ्च तथा युनाइटेड मिसन टु नेपालले चाहिँ यस गुठीचुरीपुरा स्वास्थ्य चौकीमा चाहिँ हामीलाई चाहिँ खोप कर्नरहरू बनाइदिनु भयो। हाम्रो बर्थिङ सेन्टर भएको कारणले गर्दा अटोक्लेभ मेसिन पनि उपलब्ध गराउनु भयो, जसले गर्दा स्टेरिलाइजेसन गर्नको लागि सामग्रीहरूलाई चाहिँ सजिलो भएको थियो भने त्यस्तै गरी आमा समूहहरूलाई चाहिँ विभिन्न स्वास्थ्य शिक्षा सामग्रीहरू उपलब्ध गराउनु भएको थियो भने कसरी चाहिँ समुदायमा त्यो आमा समूहहरूले काम गरिराख्नु भएको छ उहाँहरूलाई पनि सपोर्ट गर्नुभएको थियो। त्यस्तै यहाँ चाहिँ ल्याबमा सामग्रीहरू उपलब्ध गराउनु भएको थियो भने परियोजनाबाट मातृ स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको छ। संस्थागत सुत्केरी दर 86%बाट 97.9% पुगेको छ भने 4 पटक एएनसी सेवा लिने महिलाको दर 98.9% मा पुगेको छ। परियोजनाको अन्तिम वर्षमा कुनै पनि घर सुत्केरी वा मातृ मृत्यु नभएको उल्लेखनीय उपलब्धि हो। पाठेघर झर्ने समस्या पहिचान, उपचार र रिफर सेवा सञ्चालन गरी 247 महिलाले सेवा लिएका छन्। मानसिक स्वास्थ्य सेवा सुरुवातमा स्थानीय तहमा उपलब्ध नभए पनि परियोजनाको पहलमा अहिले सबै
13वटा स्वास्थ्य संस्थामा एकीकृत गरिएको छ। स्वास्थ्य कर्मी र एफसीएचभीहरूलाई तालिम दिएको छ, जस अन्तर्गत 612 जनाले सेवा लिएका छन् र अधिकांश निको भइसकेका छन्। वास क्षेत्रमा परियोजनाले 295 घरमा सुरक्षित खानेपानी सेवा पुर्याएको छ भने 370 घरमा शौचालय निर्माणमा सहयोग गरेको छ। वडा स्तरमा वास समितिहरू सक्रिय छन् र स्थानीय सरकारले आफै बजेट छुट्याएर सेवा विस्तार गरिरहेका छन्। स्वास्थ्य सुशासन प्रवर्धनका लागि सामाजिक लेखा परीक्षण, कम्युनिटी सोशल कार्ड, फिडब्याक एन्ड रेस्पोन्स मेकानिजम र मिनिमम सर्भिस स्ट्यान्डर्ड एमएसएस प्रणाली लागू गरिएको छ। अहिले 15वटै स्वास्थ्य संस्थामा यी अभ्यासहरू संस्थागत भएका छन् र स्थानीय तहले आफ्नै स्रोतबाट सञ्चालन गरिरहेका छन्। स्वास्थ्य परियोजना अन्तर्गत जुन कार्यहरू भयो र पालीनन्दनको लागि एकदम मर्यादित र पालीनन्दनको अगाडि बढाउनको लागि यो परियोजना थियो। आगामी दिनमा पनि काम गर्ने नै छौँ र यसमा अब इन्द्रेणी युमेनका साथीहरू जो लागेर हामीलाई सहयोग सहकार्य जो गर्नुभयो एकदम राम्रो थियो र यसमा जस्तो स्वास्थ्य क्षेत्रमा कतिपय सामग्रीहरूका कुरा थिए, कतिपय अब विद्युतीय उपकरणका कुराहरू थिए, विभिन्न सामग्रीहरू र उपकरणहरू साथीहरूले सपोर्ट गर्नुभयो र त्यसमा हामी हाम्रो पालिकाबाट एकदम खुसी नै छौँ र आगामी दिनमा पनि उहाँहरूको उज्जवल भविष्यको कामना पनि गर्न चाहन्छु। हाम्रो गाउँपालिकामा भइरहेका परियोजनालाई हामी निरन्तरता दिनेछौँ। 114वटा स्वास्थ्य आमा समूहहरूमा समूह क्षमता अभिवृद्धि गरिएको छ। ती समूहहरूले आफ्नै कार्ययोजना बनाउने, नियमित बैठक गर्ने, अभिलेख राख्ने र सेवामा पहुँच अभिवृद्धि गर्ने कार्यहरू गरिरहेका छन्। पहिले कमजोर र बाह्य भर पर्ने समूहहरू अब आत्मनिर्भर बनेका छन्। परियोजनाले पुरुष सहभागिता, जोडी परामर्श र धार्मिक अगुवाको सहकार्यमा लिङ्ग समानता र घरयासी जिम्मेवारीमा सन्तुलन ल्याएको छ। घरेलु हिंसा न्यूनीकरण र पारिवारिक समन्वयमा सुधार देखिएको छ। परम्परागत धामी झाँक्री र धार्मिक अगुवाहरू स्वास्थ्य संस्थाको सन्देशमा सहकार्य गर्न थालेका छन्। मुस्लिम समुदायमा पारिवारिक परियोजनाप्रति सकारात्मक सोच विकास भएको छ र 200 भन्दा बढी महिलाले इम्प्लान्ट सेवा लिएका छन्। किशोर मैत्री स्वास्थ्य सेवा सबै 13 स्वास्थ्य संस्थामा कार्यान्वयनमा छन्, जसमध्ये 10 स्वास्थ्य संस्था राष्ट्रिय मापदण्ड अनुसार प्रमाणित भएका छन्। किशोरीहरू निर्भीक रूपमा सेवा लिन थालेका छन् र महिनावारीका कारण विद्यालय छाड्ने समस्या अन्त भएको छ। परियोजनाले दलित, किशोरी, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व एचएफओएमसी र एचएमजीमा सुनिश्चित गरेको छ। सबके नमस्कार। हमार मुन्नी का नाम है। मनो हमार परिवार कमजोर बा, सहयोग मिलल बा हमके, हमें इसका मात खातानी अच्छा से बाणी सजले बाणी, हमन के सब कुछ बढ़िया बाटे, हमें बहुत खुशी बाटे। स्थानीय तहहरूले लक्षित समूहहरूको लागि छुट्टै कार्यक्रम र बजेट सञ्चालन गरिरहेका छन्। नमस्ते। युनाइटेड मिसन टु नेपाल र इन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाटको सहयोगमा प्रतापपुर गाउँपालिकाभित्र विशेष गरी स्वास्थ्यको क्षेत्रमा अति नै महत्त्वपूर्ण कामहरू भएको छ र त्यसमा विशेषतः प्रतापपुर गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूलाई समृद्ध बनाउने काममा र विशेषतः हाम्रा जस्तै कुरुवा कक्षहरू र स्वास्थ्य लगायतका तमाम उपकरण सहयोगी हाम्रा ट्रेनिङका कुराहरू हाम्रा हेल्थ वर्करहरूलाई गर्ने काम अत्याधिक राम्रो गरेको छ। त्यसकारणले यो परियोजना रहन्जेलसम्म हामीलाई विशेषतः हामीले गर्नुपर्ने कामहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हामीले पाएका छौँ। विपद तयारीका लागि रिपिट रेस्पोन्स टिम गठन, उपकरण सहयोग, स्वास्थ्यकर्मी तालिम र 39वटा आमा समूहहरूद्वारा सञ्चालन भएका आपतकालीन कोषहरू मार्फत स्थानीय उत्तरदायित्व र दिगो प्रणाली विकास गरिएको छ।